हेलो हेलो नमस्ते सबैजनालाई। आज चाहिँ होइन वाइ आई स्टार्ट दिस जर्नी भन्ने छ होइन। यसमा चाहिँ अब यो जोइन गर्नुको चाहिँ कारणहरू चाहिँ अब धेरै छन्, तर त्यसमध्ये पनि मैले चाहिँ वाइ किन भन्ने कुरा चाहिँ होइन म तपाईँहरूसँग चाहिँ सेयर गर्न चाहन्छु होइन। मलाई चाहिँ अब फर्स्ट अफ अल चाहिँ होइन यो जोइन गर्नुको मेन रिजन भनेको चाहिँ हामीले चाहिँ मैले फुल टाइम काम गर्दा गर्दै पनि साइड हसलको रूपमा चाहिँ गर्न सक्ने मिल्ने भयो है। अनि अर्को भनेको चाहिँ यसमा चाहिँ होइन मलाई चाहिँ मेन कुरो भनेको चाहिँ आफ्नो ग्रोथ चाहिएको थियो है। मलाई चाहिँ फ्रिडम चाहिएको थियो र आफ्नो फ्युचर चाहिँ आफ्नै कन्ट्रोलमा होस् भन्ने चाहिँ म चाहन्थेँ। त्यही भएर चाहिँ मैले चाहिँ यो जोइन गरेको हो है। यसबाट चाहिँ अब हाम्रो चाहिँ अब धेरै सिनियरहरू हुनुहुन्छ है, उहाँहरूले चाहिँ 4 वर्षदेखि 5 वर्षसम्म चाहिँ होइन आफ्नो रिटायरमेन्ट लिएर पनि बसिसक्नु भएको छ है। सो त्यही भएर पनि चाहिँ मैले चाहिँ यो बिजनेस चाहिँ जोइन गरेको हो है। अनि आफूले सोचे जस्तो लाइफस्टाइल जिउनको लागि चाहिँ एकदम राम्रो छ होइन। यो जर्नी चाहिँ अब इन्कमहरूको मात्र नभएर होइन आफूले आफूलाई इम्प्रुभ कसरी गर्ने अनि नयाँ नयाँहरू स्किल्सहरू सिक्ने, आफ्नो कन्फिडेन्सहरू कसरी बिल्ड गर्ने र आफूले कहिले नसोचेको अपर्च्युनिटीहरू चाहिँ कसरी क्रिएट गर्ने भन्ने कुराहरूबाट चाहिँ म चाहिँ इन्सपायर भएर चाहिँ यो बिजनेसमा जोइन गरेको हो। यदि तपाईँहरू पनि होइन त्यस्तै सोचिराख्नु भएको छ है, केही कुराले स्टक हुनुहुन्छ भने चाहिँ होइन तपाईँहरू चाहिँ मसँग रिच आउट गर्न सक्नुहुन्छ है। सो यति भन्दै आजलाई चाहिँ यति नै। थ्याङ्क यू।